हेलो नमस्ते एन्ड लासो वेलकम ब्याक टु एनदर भ्लग। आज चाहिँ म धेरै पछि भ्लग लिएर आएको छु होइन। अनि इट्स यर बोय प्रवीण तामाङ ब्याक अगेन विथ भ्लग हो नि त। वर्षपछि भ्लग गर्न आँटेको छु होइन। आज चाहिँ हामी कहाँ जान आँट्यो भन्दाखेरि अब आज चाहिँ हाम्रो काका र म मुस्ताङ। अहिले चाहिँ टाइम कति भएको भन्दाखेरि गाइस हेर आज गएर हामी पोखरामा बस्नेछौँ गाइस। अहिले चाहिँ हेर्ने 2:42 भएको हेरौँ कति बेला पुग्छौँ हामी पोखरा। गाइस अब बाटो हामी चाहिँ रेस्ट गरेको छ। अहिले विशाल घाट आइपुगेको छ भनौँ। टाइम चाहिँ कति भएको छ भन्दाखेरि हेर्ने त कस्तो 4:52 है त। बाबा बाटो यति धुलो मेरो त लुगै टक्राउँदा पुरा धुलो निस्किँदा हाय ढाड दुख्यो कागज बाहिर बस्नु भएको छ। म चाहिँ भित्र बस्या जिउ त सबै कटा कुटुक भयो नि त गाइस भने जस्तो भयो नि त हो होइन। हट के साह्रो बिग्रिया बाटो कहिले भन्ने हो यो हाम्रो ककनीको भन्दा बिग्रिया त बाटो त बाबा आँखाबाट आँसु मात्र आउनु बाँकी छ। यो सब बिग्रिया छ। अब हेरौँ कति बेला पुग्छ। हामी कति बजी निस्कियो भन्दाखेरि अघि अब 2:30 समथिङ त्यस्तैमा निस्कियो होला। यहाँ लगभग 6 बजिरा बस्न आँटेको 5 बज्न आँटेको त्यही त नि पुगेपछि है लास गएर गाइस अफरोड चलाउन बाटो ठिक छ नि गायो कतिको मजा आयो। मजै आएको छ तर धेरै दुखाइ छ। अफरोड धेरै खायो अब यो मुगलिन कटेपछि चाहिँ राम्रो होला बाटो। अब चाहिँ मजा आउँछ। दुःख छ दुःख गाइस घुम्न जान नि बाटो कहिले बन्ने हो यस्तो पाराले बाटो खत्तम छ नि त। हाम्रो ककनीको भन्दा खत्तम छ। पहिला ककनी हाम्रो खत्तम थियो अहिले यहाँ खत्तम छ। त्यो अब सर्ट रोड भयो नि त धेरै गाह्रो। चाकको त सब बताउनै भयो। गाइस अब एकछिन उहाँ गाइस यो चाहिँ हाम्रो सेकेन्ड रेस्ट गर्ने डेस्टिनेसन यहाँ काका इट्स यर बोय ठुलै दुल छ हौ। यस्तो छ नेपाली पाउडर। अब हामी जान्छौँ माथि चट्टा पाराले। अब यो राख्छौँ भित्र पहिला हेलमेट यहीँभित्र राखिदिनु ल। अर्को पनि राख्छ है फेरि एउटा मात्र होइन। ए बोय लगाएछ हामीलाई चाहिँ अब 100 रुपियाँ चाहिँ नलागिसकेको छ। हेरौँ कतिको राम्रो रहेछ भित्र। अन्त काका टिकट लिनु बस लेट्स गो। आप्पु खैरी कल यो जलपरी हामी जलपरा। हामी चाहिँ जलपरा होइन। उयो माथि के हो त्यो टुङटुङ साहुर। लेट्स गो। लाइट कस्तो त्यो आएकै गाइस बल्ल सिटिङ मिलाएको मैले अब चाहिँ टर्किङ होला। हामी चढ्दैछ सिँढी। अब यो बवाल छ त हौ। ए बल्ल मिलेछ। ए ल हात्ती आयो हात्ती आयो हात्ती अब हात्ती हेर्नलाई यही छ है हात्ती मेरो साथी। यहाँ चाहिँ के बजिरहेको है लु गर्मी बाबा कति पछि घुम्न हिँड्या कहाँ हिँडिने हो। अझै हामी त पोखरा पुग्ने होला 1.5 घन्टा जति। अहिले चाहिँ हामी रेस्ट गर्न आएको तर बाटो राम्रो छ लाग्दैन होला 1.5 घन्टा लाग्छ।
लाग्छ कि भन्ने कुरा मेरो चाहिँ। 100 किलोमिटर छ। 100 किलोमिटर हामी 1 किलोमिटर 1 मिनट हिँड्न सकिन्छ त? बाटो राम्रो भयो त हिँड्छ। बाटो नराम्रो भयो त त्यही हो। माथि पुग्नुपर्छ कि अब हेर्छ यहाँ मुनि स्टार्टिङ एन्ड हामी चाहिँ चढ्दैछौँ माथि माथि। ए मेरो साथी यसरी काम न कहाँ दुस्नु लु गाई झर्नु चाहिँ त माथि रहेछ। हामी छ यहाँ त्यही भने त्यो के भन्छ अरे टिकटकतिर हेर्दा त यहीँ हो कि क्या हो जस्तो लाग्थ्यो त गाइस। लु यहाँ माथि यत्रो हिँडेर आउनुपर्छ है। यता त्यो हाम्रो नुवाकोट र दुप्तेश्वर छ क्या त्यस्तै हिँडे जस्तो फिल हो क्या। यस्तो माथि त्यहाँ दुप्तेश्वर जे माग्यो त्यही पुग्छ। विस पुरा हुन्छ भनेर मान्छेहरू प्रायः त्यही जान्छन् होइन। खतरा छ है स्ट्रक्चर चाहिँ दामी लाग्छ होइन। नेचुरल ठाउँ होइन। तपाईँले के भन्छ मोडिफाइड घाँस हेर्ने हो यहाँ चाहिँ फेरि के अरे मोडिफाइड अनि यो नेचुरल यो रियल यो फेक एक्सपेक्टेसन भर्सेस रियालिटी ए कुरो। त्यो गाई चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ क्या हो। हेर्नु त खतरै देखाएको थियो त। आर्ट बाई प्रवीण के हो यहाँ है हेर्नु छ आर्ट होइन। हो खोइ त अनि हात्ती मेरो साथी हो यहाँ हो यत्रो सुट भएको यहाँदेखि है गाई चाहिँ हेर्नु दिदी के छ ठिक छ माछा है दिदीले मैले भिडियो गरेर त्यही भनेर एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। अनि तर हेर्दा त दामी देखाएको थियो नि त टिकटकतिर। जाऊँ न एकचोटि माथिसम्म गएर यसो हेरौँ के छ कुराकानी कान्छी नानी। हामी त हाउड्यो है हिजो कागल घुम्नु जाऊँ भने मैले ओके नै निस्किहालेँ। आर्ट चाहिँ छ यहाँको त झर्ने छैन त है कता झर्ने हो। हात्ती मेरो साथी अब उतापट्टि छ कि हेर्नु त गाइज एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ नभन्छ है यस्तो पाराले होइन। अन्त छ जस्तो छ त्यहाँ माथि पानी माथि जाउँ न हामी त चढी चढी म त यताबाट आउँछु ल। म अलि सानो छु नि त त्यहाँ चढ्न सक्दिनँ। ल गाइस अहिले अहिले देख्दैन उता माथिबाट निकाल्नु ल। हामी जाँदैछौँ उकालो ओह्रालो गर्दै। हामी त गाउँले परियो जाने चढिन्छ भने जस्तो के ल गाइस एउटा गाई चाहिँ हेर्ने झरा कस्तो छ यु वान्ट टु सी इट। ल गाइस उही यस्तो छ है झर्ना चाहिँ। अनि यता फेरि हात्ती साथी छ गाइस अब मुख दिने मुख ठुलै बनाइदिनु अघि माटै माटो गरेर गाई छैन मुखै धुनुपर्ने हालत पुरा च्याप च्याप भएको त्यो
लास्टै त्यो भएर अहिले लिनुपर्छ है हामी यहाँ यस्तै छ अब चङ्गी लगाइ एउटा खानामै त लगाइ जान्छ हामी पोखरातिर गएका छौँ होइन अनि टाटासँग देख्न सक्नुहुन्छ भइरहेको छ अनि ढाकामा रमाइलो गर्दैछौँ हिँड्दैछौँ अब एकछिन पोखरातिर चाहिँ भेटौँला लगाइ फाइनली हामी चाहिँ पोखरा पुगिसकेको छ होइन खट्टो त खिचाएर मैले टाउमा त खिचाएर पानीबाट जस्तै लुगा चेन्ज गरेर फ्रेस भएर बसेर अब हेरौँ के हुन्छ एकछिनमा मात्र सुत्दिने हो अब चट्टाहरूले अन्त त्यही अब थाके दिनभरि सुत्नुपर्छ यो म्यान त्यो नि बक्सर दिइरहेका लुगाइको यो चाहिँ पोखराको फ्राइडे नाइट यहाँ म्युजिक सुजिक खेल्दैछ हामी यहाँ लेक भ्यूहरू छ नाइट भ्यू अनि चिया खाएर चट्टसँगले बस्दैछौँ होइन दामी पाराले गाइज गाइज माहौल यस्तो छ दामी पाराले यस्तो खतरा सिट सिँगी अन्त्यन हुँदैछ अनि काका पानी नि परेर चौडो पाराले अनि आज चाहिँ यति भन्दै भोलि बिहान भेटौँला है त गाइज